हट स्प्रिङमा चाहिँ अब नुहाउने कार्यक्रम भइरहेछ है। पुरा तातो पानी गयो रहेछ अनि यता तातो पानी आइराखेको झिनु एबिसीबाट अन्नपूर्ण बेस क्याम्पबाट 3 दिन हिँडेपछि चाहिँ यहाँ आइपुग्यो अनि हामी यो नुहाउँदैछौँ है त अब चाहिँ ल। यति हो चल्न पाउँदैन है दाजु। ए हो कहाँ पट्याङ पुटुङ गर्ने हो र? ए होइन ल बस्ने मात्र हो, बस्ने मात्र आराम गर्ने मात्र छ नि। ल गाइस है तातो पानीमा ओए 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 तातो पानीमा है हामी झिनुमा हट स्प्रिङमा छौँ है हामी। हट स्प्रिङमा झिनु हट स्प्रिङ। झिनु दाइ हट स्प्रिङमा कस्तो हुँदैछ ल भन्नु ल है सर। हट स्प्रिङ झिनुमा छौँ हामी। खतरा एकदम क्लिन पानीमा छौँ है ल। झिनुको हट स्प्रिङ ल तातो पानी यहाँ नुहाउने ठाउँ धारो सानो पोखरी यस्तो छ है खानु।